हिजो जे बोलेको छु त्यो धेरै पहिलेदेखि बोलिराखेकै कुरा हो। दरबार हत्याकाण्ड भएको लगत्तै पछि जति बेला हामी भूमिगत थियौँ त्यति बेला पनि यही कुरा बोलिएको थियो। म पहिलोचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि पनि त्यही कुरा बोलिएको थियो र मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ। तिनै कुरालाई अहिले जसरी फेरि पुनरुत्थानको कोसिस भएको छ त्यो सन्दर्भमा स्मरण गर्नु आवश्यक ठानेर अझ मैले भनेको छु यो जनतालाई लागेको छ भन्ने भाषा छ मेरो त्यहाँ। जनताको मनमा यी प्रश्न छन्, यसको उत्तर खोज्नै पर्छ भन्ने हिसाबले भनेको हो। नयाँ तथ्य या नयाँ प्रमाण भनेर होइन, त्यो पुरानै तथ्य पुरानै प्रमाण र आम नेपाली जनताको मनमा जे छ त्यो कुरा मैले मुखरित गरेको मात्रै हो। पहिलो कुरा। दोस्रो कुरा, समाजवादी मोर्चा प्रचण्डको लागि टेको भन्ने कुरा बिल्कुल गलत कुरा हो। हामीले समाजवादी मोर्चा नेपाल सोचे सम्झेर हामी चारै पार्टीको सहमतिले, हुन त पहिला उपेन्द्र यादव जसपा हुनुहुन्थ्यो, उहाँहरूको अहिले अदालतमा मुद्दा परेपछि उहाँहरू हुनुहुन्न अहिले। त्यो ठाउँमा महेन्द्र राय यादवजी नेपाल समाजवादी पार्टी सामेल भएको छ र हामी चार पार्टी नै रहेका छौँ। यो चाहिँ प्रचण्डको लागि भन्ने जो पर्न गएको छ त्यो गलत पर्न गएको छ। बीचमा हामीले प्रतिवेदन तयार गर्न अलि समय लाग्यो। सबै चारवटै पार्टी आफ्ना आन्तरिक काममा बढी व्यस्त हुनुपर्ने अवस्थाले पनि बैठक बस्न ढिलो पक्कै पनि भएको हो। त्यसको हामीले समीक्षा गरिकन अनि हामीले कार्यक्रम गऱ्यौँ। यो अहिले समाजवादी मोर्चा अस्तिको 25 गतेको कार्यक्रम पछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेको होइन। अघि यहाँ उद्घोषक कमरेडले पनि भनि नै सक्नुभयो, त्योभन्दा पहिले नै हामीले उसमा प्रज्ञा भवनमा एउटा कार्यक्रम गरिसकेका थियौँ समाजवादी मोर्चाको बैठक बसेर र अनि हामीले चैत्र 24 गतेको कार्यक्रम पनि फिक्स पहिले नै गरिसकेका थियौँ। त्यसकारण यो अरूसँग मात्रै सम्बन्धित छ भन्ने कुरा होइन। हामीले समाजवादी मोर्चालाई जे उद्देश्यको निम्ति भनेर गठन गरेको त्यो उद्देश्यमा यो बीचका सबै अनुभवहरूको समीक्षा गरेर गम्भीर रूपले अगाडि बढ्ने हिसाबले नै गइराखेका छौँ र त्यसमा अन्यथा छ भने त्यो भ्रम मात्रै हो। त्यस्तो पनि होइन। हामीले के चाहिँ महसुस पक्कै गरेको हो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, समावेशी र समानुपातिक पक्षधरहरूले एकचोटि जनतासँग आफ्नो आत्मसमीक्षा पनि जनतालाई राख्नुपर्ने भयो। हाम्रा के त्रुटि विगतमा भए भन्ने कुरा पनि हामीले जनतालाई भन्नुपर्ने हुन्छ र हामी अगाडि कसरी जान चाहेका छौँ भन्ने कुरा पनि जनतालाई प्रष्टसँग भन्नुपर्छ भन्ने उद्देश्यले राखिएको कार्यक्रम हो। यो कुनै रियाक्सन पनि होइन, ठुलो कम्पन र सानो कम्पनको कुरा पनि होइन। सरकारमा भएका दलहरूले अगाडि बढ भनेका छन् भने त्यस्तो चाहिँ होइन। हामीले गणतन्त्रका पक्षधर सरकारमा भएका नभएकासँग पनि एप्रोच चाहिँ गरेका छौँ, कुराकानी भइराखेका छ। गणतन्त्रका पक्षधरहरू एक ठाउँमा हामी यसै पनि छौँ, साथीहरूसँग कुरानी भइराखेको छ। तर तपाईँहरू अगाडि बढ्नुहोस्, हामी पछाडिबाट साथ दिन्छौँ भन्ने कसैले भनेको भन्ने कुरा सत्य हो। तपाईँले समय, सन्दर्भ र पृष्ठभूमिबाट प्रश्न बुझिसक्नु भएको छ। मेरो मुखबाट नाम उच्चारण गर्न नलगाउनुहोस् मैले कसले कसलाई भनेको भन्ने कुरा। दोस्रो कुरा तपाईँले जे राख्नुभयो नि, हामीले पछिल्लो पटक सरकारमा हुँदा हामीले गर्न खोजेका कामहरू तपाईँ पत्रकार साथीहरूलाई पनि र आम नेपाली जनतालाई पनि थाहा छ। माधवजी र हाम्रो पार्टी समेत र महेन्द्रजी समेत सरकारमा हुँदा पछिल्लोचोटि हामीले सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध एउटा अभियान छेडेकै हो। हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा पनि हामीले थुप्रै कामहरू गरेको हो। म अहिले त्यसको व्याख्या गर्न चाहन्न। आर्थिक सङ्कटबाट देशलाई चाहिँ अगाडि बढाउन पनि धेरै मेहनत गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउन पनि धेरै रेकर्डहरू बनेका छन्। त्यसकारण पहिलेको सरकार म्युजिकल चेयर भनेर तपाईँहरूले सबै मिचमाच पार्न खोज्नुहुन्छ नि, त्यो सत्य र तथ्यमा आधारित छैन। हामीले पछिल्लो पटक त्यो काम गर्दै गर्दा विगतमा केही त्रुटि भए भन्ने महसुस गरेर पनि गरेको हो। अहिले तपाईँहरूले देख्नुभएको छ हामी जनताको बिचमा छौँ, जनताको बिच गइराखेकै छौँ। सरकारबाट हटेबाट पछि सरकारमा हुँदा जे कुरा गरेका थियौँ हामीले, अहिले सरकार बाहिर हुँदा पनि त्यही कुरा भ्रष्टाचारका विरुद्ध,
सुशासनका पक्षमा, सामाजिक न्यायको पक्षमा हामी गर्दै हिँडेका छौँ। खालि फरक के हो भने पहिला हामी सरकारमा थियौँ, काठमाडौँ थियौँ, अहिले जनताको घर दैलोमा सबै उत्पीडित गरिब मजदुर, किसान, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम उनीहरूसँगै बसेका छौँ, उनीहरूसँगै हिँडेका छौँ। यसबाट अरू र माओवादी केन्द्र या यो समाजवादी मोर्चा एउटै हो भन्ने भाष्य चाहिँ सत्य र तथ्यसँग मेल खाँदैन। एउटा कुरा साँचो के हो भने बिचमा हामीले केही कमजोरी गऱ्यौँ भन्ने हाम्रो चाहिँ, म अहिले माओवादी केन्द्रको अध्यक्षको हैसियतले भन्दैछु, केही त्रुटि हाम्रा भए। मैले अहिले जनताको अगाडि आत्मसमीक्षा पनि राखेको छु र अगाडि कसरी जान्छौँ हामी भन्ने कुरा पनि प्रष्टसँग भनिएको छ। कहिले नेपाली कङ्ग्रेससँग, कहिले एमालेसँग समीकरण गर्दा गर्दा हाम्रो आफ्नै पहिचान, हाम्रो आफ्नै मुद्दा, हाम्रो आफ्नै वर्ग छुट्न गएको हामीलाई महसुस भयो। अब हामी त्यसो गर्दैनौँ, हामी आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छौँ। हामीले उपचुनावमा नि त्यही गऱ्यौँ, आउने दिनमा पनि हामी त्यही गर्छौँ। जनताले यसलाई रुचाएको पनि छ र हामीले आफूलाई रूपान्तरण गर्ने आधार पनि बनेको छ। आफ्नो आस्था अनुसार कुनै पनि धर्म संस्कृतिप्रति जनताले गर्ने विश्वास र आचरणलाई हामीले कहिले पनि अपमान गरेका छैनौँ। हामीले बडो प्रष्टसँग राज्यले हस्तक्षेप गर्न हुँदैन, त्यो जनताको स्वतन्त्रताको कुरा हो। कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा, त्यसमाथि हाम्रो संविधानले धर्मनिरपेक्षता भन्दै पनि हाम्रो सनातनदेखिको हाम्रो परम्परागत धर्म संस्कृतिको संरक्षणको कुरा पनि गरिएको छ। त्यसकारण हामीले यसको प्रतिकार गर्न पत्रकार सम्मेलन गरेको भन्ने बुझ्नुभयो भने तपाईँले बिल्कुल हाम्रो उद्देश्य बुझ्नु भएन। हाम्रो उद्देश्य त्यो हुँदै होइन। हाम्रो त जनताले ठुलो सङ्घर्ष र बलिदान पछि पाएको राजनैतिक उपलब्धिको रक्षा गर्ने हाम्रो जिम्मेवारी हो। त्यसको निम्ति हामीले समाजवादी मोर्चा अगाडि बढिराखेका छ। महिलाले, दलितले, आदिवासी जनजातिले, मधेसी, मुस्लिम, थारूले जति पहिचान अधिकार पाएका छन् त्यो अधिकारको रक्षा गरेर थप अधिकारको निम्ति अगाडि बढ्ने हाम्रो उद्देश्य हो। त्यसकारण यो कसैका विरुद्ध पत्रकार सम्मेलन गरेको, अझ तपाईँले त बिल्कुल गलत भन्नुभयो, हाम्रो मान्यता विपरीत भन्नुभयो। जनताको धर्म संस्कृतिको रक्षा गर्ने कुराको हामी विरोधी हुँदै होइनौँ, हामी त त्यसको झन् प्रबल पक्षधर पो हौँ त। बरु त्यो खोसिएला कि भन्ने पो हामीलाई डर छ। अनि एउटा भाषा, एउटा संस्कृति, एउटा धर्मलाई मात्रै राज्यले चाहिँ काखी च्याप्ने, अरू सबैलाई दमन गर्ने होला कि फेरि विगतमा जस्तो भन्ने डरले पो हामी जनतालाई सचेत गराउन खोजेका छौँ। त्यसकारण त्यो कुरो मिलेन। पहिलो कुरा, हामीले हाम्रो कचन कबलबाट सुरु भएको अभियान रोकेको होइन। तपाईँले रोकेर आउनुभयो भन्नु, रोकेका छैनौँ, स्थगित मात्रै गरिएको छ। यो खालि त्यो कार्यक्रमको कारणले मात्रै होइन, त्योभन्दा अगाडि पनि हामीले रोकेका थियौँ। धनगढीमा थारू राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनमा चाहिँ जानको लागि हामीले रोकेका थियौँ। अहिले पनि केही मोर्चाको अधिवेशन पनि, विद्यार्थी चुनावको बारेमा पनि केही सल्लाह गर्नुपर्ने, हाम्रो कार्यालयको बैठक पनि बस्नुपर्ने भएको हुनाले हामीले स्थगित गरेको मात्रै हो। तुरुन्तै त्यो फेरि सुरु हुन्छ। यसमा कुनै कन्फ्युजनमा तपाईँहरूले पर्न जरुरी छैन। हामी कचन कबल सबभन्दा होचो भूभाग नेपालकोबाट सुरु भएको अभियानलाई संसारको सबभन्दा अग्लो भूभाग सोलुखुम्बुको चाहिँ एभरेस्टको नजिक गएर त्यसलाई समापन गर्दैछौँ। त्यो हाम्रो कन्टिन्यू हुन्छ। अर्को कुरा, हामी चिन्तित त पक्कै छौँ, किनभने यो गणतन्त्र या सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली ल्याउन धेरै नेपाली जनताका छोराछोरीको रगत बगेको छ। धेरै मेहनत र सङ्घर्षबाट आएको चिज भएको हुनाले यसका विरुद्ध अराजक ढङ्गले कसैले हमला गर्छ भने त्यसको बारेमा जनतालाई सुसूचित गर्नु, जनतालाई जानकारी दिनु, हाम्रो आफ्नो राजनीतिक पोजिसन क्लियर गर्नु हाम्रो जिम्मेवारी हो। जसले गणतन्त्र जन्माउनको लागि सबभन्दा बढी योगदान गरे ती पार्टीहरूको, ती नेताहरूको बढी जिम्मेवारी हुन्छ भने जिम्मेवारी बोध पो हामीले गरे हो। कसैका विरुद्ध भनेर मात्रै प्रचार गरियो भने त्यो पनि सत्य होइन। हामीलाई कसैले गणतन्त्रमाथि धावा बोल्छ भने, किनभने हामीले एउटा कुरा अहिलेको संविधानमा सबै राजनीतिक कुरा हामीले परिवर्तनीय भनेका छौँ। जनताले
र प्रतिनिधि सभाबाट 2/3 सबै चिज परिवर्तन गर्न सक्छ। तर देशको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता र नेपाली जनतामा गएको सार्वभौम सत्ताको अधिकार चाहिँ अपरिवर्तनीय भनिएको छ। याद गर्नु होला पत्रकार साथीहरू, यो धेरै ठुलो कुरा हो। नेपालको इतिहासमा झन्डै 250 वर्ष पुरानो राजतन्त्रको अन्त्य गरेर जनतालाई सार्वभौम गरिएको र जनताको सार्वभौमिकतालाई चुनौती दिन पाइँदैन भन्ने कुरा भनिएको छ। अहिले त्यसमा चुनौती दिन खोजिएको छ, त्यो चाहिँ हामीलाई मान्ने छैन। यो कुरा जनतालाई बुझाउनु हाम्रो जिम्मेवारी हो। तपाईहरुले यसरी बुझ्नु उचित हुन्छ, किनकि सत्य त्यही नै हो। यो अहिले जरुरी कुरा होइन। यसले फेरि खाली चाहिँ यसको प्रतिक्रियालाई जन्म दिने कुरा मात्रै हो। यो अहिलेको आवश्यकताको कुरा होइन। हामीले प्रश्न भनेका छौँ। म यही मञ्चबाट पनि भन्न चाहन्छु, अहिले चाहिँ विशिष्ट श्रेणीकालाई चाहिँ के सुविधा भनेर ल्याउने यो कुरै होइन। फेरि त्यसमाथि छलफल पनि अहिले राजनीतिक दलहरूको बिचमा नि भएको छैन, पार्लियामेन्टमा नि भएको छैन। पहिलो कुरा त सबभन्दा ठुलो कुरा भर्खरै मैले भने नेपाली जनतालाई सार्वभौम बनाइयो। दोस्रो कुरा, गणतन्त्र आएपछि भौतिक पूर्वाधारको हिसाबले भन्नुहुन्छ भने मध्य पहाडी लोकमार्गदेखि मदन भण्डारी लोकमार्गदेखि उत्तर दक्षिण कोरिडोर नेपालको इतिहासमै यति तीव्र गतिमा यति धेरै विकास पहिला कहिल्यै भएकै थिएन। गणतन्त्र आएपछि बाल मृत्यु दर घट्यो। पहिला जति थियो त्योभन्दा धेरै घटेर अहिले धेरै राम्रो स्थिति छ। गणतन्त्र आउनु अगाडिको चाहिँ सरदार आयु चाहिँ 60 वरिपरि थियो, अहिले 72 भयो। यो प्रगति होइन? 250 वर्षसम्म राजाहरूले के गरेका थिए? त्यहाँदेखि यो प्रश्न तपाईँले बडा पूर्वाग्रही भएर सोध्नुभयो जस्तो लाग्यो। समाजवादी गणतन्त्रसम्म पुग्ने अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले समाजवाद उन्मुख राज्य भनेर परिकल्पना गरेको छ। हामी त्यसलाई साकार पार्नको लागि वैज्ञानिक समाजवादसम्म जान चाहन्छौँ। त्यो उद्देश्यमा हामी चारै पार्टीको समान धारणा भएर नै यो मोर्चा बनेको हो। अहिले भर्खरै जनतालाई दिने भनेको हामीले अब आर्थिक रूपले समृद्धिको एउटा नयाँ यात्रा सुरु गर्ने पनि हामीले सोचेका छौँ। आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको जगेर्ना गर्ने, स्थानीय तहदेखि नै कृषिमा आधारित भएर अनि उद्योग व्यवसायमा आधारित भएर जनताको जीवनमा परिवर्तन ल्याउने एउटा नयाँ सङ्कल्प सहित पनि हामीले यो समाजवादी मोर्चा गठन गरेका छौँ। मोर्चामा भएका हरेक पार्टी, हाम्रो विप्लवजीले त सुरु नै गरिसक्नु भएको छ केही समयदेखि उत्पादन कार्यमा केन्द्रित हुने। तपाईहरुले थाहा पाउनु भयो होला, हाम्रो माधवजीहरू पनि यो क्षेत्रमा अलिक गम्भीर रूपले लागिराख्नु भएको छ र माओवादी केन्द्र लगायत समाजवादी चाहिँ पार्टी पनि हामी अब चाहिँ ग्रामीण अर्थतन्त्रको विकास कसरी गर्ने, स्थानीय तहबाट पालिकाहरूबाट नै कसरी आत्मनिर्भरतातिर लैजाने, उत्पादन र उत्पादकत्व वृद्धि गरेर जनताको जीवनमा परिवर्तन ल्याउनेतिर हामी अहिले केन्द्रित भइराखेका छौँ। र यसको साथै म एउटा कुरा हुँदा तपाईले प्रश्न त्यही रूपमा त सोध्नु भएको होइन। हामी के पनि सोध्दैछौँ भने पहिला हामीले संविधान बनाउँदै गर्दा, घोषणा गर्दै गर्दा 10 वर्षपछि यसको समीक्षा गर्ने भनेका थियौँ। यो बीचमा भएका उपलब्धि, राम्रा काम के, कमी के भन्ने कुराको समीक्षा गर्नेतिर पनि हामी केन्द्रित छौँ। र म आजको यो पत्रकार सम्मेलन मार्फत सबै राजनीतिक दलहरूलाई पनि, संसदमा भएका र नभएका सबैलाई पनि गम्भीर ढङ्गले पहिला समीक्षा गरेर मात्रै यसमा के कुरा संशोधन गर्न लायक छ, के कुरा संशोधन गर्न पर्दैन भन्ने कुराको निर्गुण गर्न सकिन्छ। त्यसकारण समीक्षाको निम्ति छलफल हुन जरुरी छ भन्ने पनि हामी ठान्छौँ।